आज म हजुरहरूलाई तनाव, टेन्सन, एन्जाइटीबाट कसरी मुक्त हुने भन्ने उपाय हजुरहरूलाई म बताउन लागिरहेको छु। यो तनाव, टेन्सन नेपालमा मात्र नभएर विश्वव्यापी फैलिएको एउटा मानसिक रोग हो। यो तनाव, टेन्सन भनेको चाहिँ हाम्रो भावनामा आउने कुराहरू या फिलिङ अगाडि भविष्यमा हुने कुराहरू, अहिले भइरहेका या बितेका कुराहरू वा घटनाक्रमहरूले उब्जाउने एउटा समस्या नै यो एन्जाइटी या टेन्सन, तनाव हो। यो वास्तवमा भन्ने हो भने हाम्रो शरीरले आफै निम्त्याएको एउटा समस्या हो। यसबाट मुक्त पाउन, निर्मूल हुनको लागि चाहिँ विशेष हामीहरूले सबैभन्दा ठुलो कुरो त मनलाई शान्त राखेर आफूलाई केही पनि रोग छैन, फ्रेस छु भन्ने भावना आउनु पर्यो। र त्यो सँगसँगै हामीले केही उपायहरू, केही कुराहरू हामीले अपनाउन सकिन्छ। जस्तै 1 नम्बरमा हामी लामो लामो सास फेर्ने, डिप ब्रिदिङ गर्ने। हामीले लगभग लामो सास नाकबाट 4 चोटि फेर्ने, त्यसपछि फेरि त्यति नै समय पेटमा सास होल्ड गर्ने र फेरि हामीले चाहिँ मुखबाट चाहिँ 4 चोटि लामो लामो सास तान्यो। सास तान्दै होल्ड गर्दै बस्यो भने पनि अलिकति हाम्रो शरीरमा रहेका विकृति र जुन कुराहरू छन् त्यसलाईबाट पनि मुक्त हुन्छ। त्यस्तै अर्को कुरा, दोस्रो नम्बरमा हामीले चाहिँ हाम्रो समस्या के हो भनेर त्यो समस्याको पहिचान गरेर त्यो समस्या राम्रो एकदम फिलिङ पोजिटिभ ल्याएर लेख्ने र लेखेर फेरि त्यो लेखाइमा देखिएका समस्याहरूलाई समाधान गर्ने उपाय गरियो भने पनि हामीले तनावबाट मुक्त हुन सकिन्छ भने। अर्को चाहिँ हामीले चाहिँ यो शारीरिक व्यायामको पनि अत्यावश्यक हुन्छ। हाम्रो मसलहरू, हाम्रो शरीरका भागहरू, हाम्रो सबै शरीरहरू चलाइयो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ खुसी, हर्ष र काम गर्दा, एक्सर्साइज गर्दा मसल जुन स्ट्रेच भएको पनि चाहिँ मसल चाहिँ अलि एक्सपान्सन हुन्छ र इन्ड्रोफेलिक भन्ने एउटा हर्मोन निक्लिन्छ। त्यसले गर्दा पनि हाम्रो शरीरलाई चाहिँ स्वास्थ्य र चाहिँ हामीलाई चाहिँ मनमा कुराहरू, तनावहरू आउन दिँदैन। र अर्को हामीले चाहिँ के भन्दाखेरि मानसिक चित्रण जस्तो हामीले फिलिङहरू पनि कुनै कुराहरू, सुन्दर कुराहरूको परिकल्पना गर्ने। जस्तै मानिलिउँ हामीले चाहिँ तिलिचो ताल भनौँ या हाम्रो सुन्दर एरिया चाहिँ इलाम भनौँ या हाम्रो चाहिँ ट्याम्के डाँडा, ट्याम्के मयुको कुरा, त्यसलाई मजाले फिलिङ गर्ने र मनन गर्ने, सोच्ने, त्यो चाहिँ राम्रो चाहिँ त्यसको परिकल्पना एउटा गरियो भने पनि अरू सबै विकारको संसारहरू हामीले छोड्न सकिन्छ। त्यसले पनि राम्रो काम गर्छ भने माइन्डफुल रुटिनहरू, कुनै काम गर्दा दिलो लगाएर त्यसलाई फिलिङ लिएर, जस्तै हजुरले हामीले कुक गर्दैछौँ भने त्यो कुक गर्दाखेरि, त्यो पकाउँदाखेरिको बास्नाहरू, त्यो तरकारीको बास्नाहरू, त्यो ग्रेडियन्टहरूको फिलहरू, त्यसको कलरहरू, ती सबैलाई फिल गर्ने, अनुभव गर्ने, आनन्दसँगले गइयो भने पनि चाहिँ हाम्रो मनमा चाहिँ जति कुराहरू उतार चढाव आएको छन् त्यसलाई पनि चाहिँ निर्मूल हुन सक्छ। त्यस्तै अर्को हामीले चाहिँ डिजिटल यो टिभी, मोबाइल यो हामीले हेर्ने कुराहरूलाई डिटक्स, यसलाई चाहिँ अलिकति हटाइदिने, हामीले 1 घन्टा कम्तीमा हटाइदिने। हामीले टिभी या मानिलिउँ जो मोबाइल या हामीले स्क्रिन या हामीले यो टिकटक यो हामीले जति चलाइरहेको छौँ, यो चलाइ गऱ्यौँ भने पनि चाहिँ हेरेको गऱ्यौँ भने पनि यसको एउटा निलो कलर हुन्छ जुन हामीले हेर्दा, त्यसले पनि मेलाटोनिन हर्मोनलाई चाहिँ के भन्दाखेरि चाहिँ डिक्रिज गराइदिने कारणले गर्दा पनि हामीलाई त्यति धेरै निन्द्रा नलाग्न सक्छ, तनाव, टेन्सन हुनसक्छ। त्यो कारणले गर्दाखेरि अलिकति यो मोबाइल, टिभी या यो हामी जुन हेर्छौँ कम्प्युटर हेर्नेलाई पनि घटाएर अलिकति बुक पढ्ने या परिवारहरूसँग बसेर छलफल गर्ने, सेयरिङ गर्ने, त्यस्तो गऱ्यौँ भने पनि यो तनावबाट हामीले मुक्त गर्न सकिन्छ भने। अर्को अब स्पेसल चाहिँ हाम्रो चाहिँ मेन भनेको स्लिप हाइजिन चाहिँ हामीले बनाउनै पर्छ। स्लिप हामीले एकुरेट टाइममा चाहिँ सुत्ने, उठ्ने काम गऱ्यौँ भने पनि मेलाटोनिन हर्मोनलाई चाहिँ डिफेक्ट गर्न दिँदैन। त्यो भएर हामी छिट्टै सुत्ने, 9 बजीतिर सुत्ने र बिहान 5 बजी उठ्ने, एकुरेट टाइममा सुत्ने ह्याबिटहरूलाई पनि हामीले बसाल्नुपर्छ। र अर्को अब सबभन्दा अर्को सोसियल र सेयरिङ एन्ड केयरिङ। आफूलाई समस्या केही पर्दाखेरि एक अर्का साथीभाइलाई भन्ने वा त्यो कुरा सुनाउने या आफूलाई भित्र मनमा आएका कुराहरू एउटा साथीले सुनिदियो मात्रै भने पनि आहा म प्रति कति चिन्तित रहेछ भनेर फिलिङ कम हुन्छ।
त्यो भएर चाहिँ मनमा तनाव टेन्सन एन्जाइटी आएको मान्छेले चाहिँ एकले अर्कालाई पनि कुराहरू सेयर गर्ने भन्ने गर्नुपर्दछ भने सोसियल कामहरूमा पार्टिसिपेट हुने सोसियल ग्रुपमा बस्ने साथीभाइमा बस्ने सेयरिङ गर्ने समाजसेवा गर्ने सामाजिक काम गर्ने गरियो भने पनि चाहिँ मानसिक र तनावहरू कम हुन्छ भने अर्को हामीले आहार विहारका कुराहरू पनि मिलायौँ भने हामीले चाहिँ फलफुलमा पनि एभाकाडो या मानिलिउँ चाहिँ ओखर या मानिलिउँ हामीले चाहिँ ब्रोकाउलीहरू फलफुलहरू हरिया सागपातहरू यो बढी खाने गऱ्यौँ भने पनि हाम्रो शरीरको चाहिँ तनाव टेन्सन कम गर्नलाई सहयोग गर्दछ र हामीले कहिलेकाहीँ कफी धेरै खाने चिया बढी खाने गऱ्यौँ भने पनि निन्द्रा बिच्किने गर्छ बिहानतिर खायो भने दिउँसो बेलुका खायो भने पनि त्यसले बिगार्ने गर्छ तनाव टेन्सन बढाउने गर्दछ यस्तो अवस्थामा पनि हामीले चाहिँ खानेकुराहरूको पनि एकुरेट चाहिँ हामीले जङ्क फुड र ड्राई फुड फ्रिजमा छ भने त्यो पछाडि राख्ने राम्रो राम्रो फलफुल या हरियो सागपात या हाम्रो फलफुल काँक्रा या अरू केही चिज छ भने अगाडि राख्ने त्यो निकालेर खाने बानी गर्नुपर्दछ भने धेरै तनाव टेन्सन त्यस्तो आएको बेलामा हामीले मेडिटेसन गर्ने दिमागलाई एकाग्र गर्ने दिमागमा फिलिङ पोजिटिभ लिने र तनाव टेन्सन सबै हटाउँदै विकारका कुराहरूलाई हटाउँदै गइयो भने पनि हामी मानसिक तनाव टेन्सनबाट चाहिँ मुक्त हुन सक्छौँ र यदि तपाईहरूलाई चाहिँ आफूले चाहिँ यी सबै हामीले भनेका कुराहरू गर्दा गर्दै पनि चाहिँ तनाव टेन्सन कम भएन भने चाहिँ डाक्टर कहाँ देखाउनुपर्छ र डाक्टरबाट चाहिँ यो एन्जाइटी या तनाव टेन्सनका कुराहरूको सल्लाह सुझाव या आवश्यक पर्यो भने औषधि लिनुपर्दछ र हजुरहरूलाई कोही टेन्सन नलिनुहोस् हैन हामीले जति धेरै टेन्सन जे फिलिङ गरौँ त्यसैमा हामी गइन्छ हामी एग्रेसिभ हामी फास्ट चाहिँ हामीले कुनै चिज लिने कुराहरू या मानिलिउँ एग्रेसिभ फाइदा लिने कुराहरू हो वा तुरुन्तै उपलब्धि हुने कुराहरू त्यस्तोतिर पनि लाग्यौँ भने पनि वा तुरुन्त रोमान्स रिल्याक्स लिनेतिर गयौँ भने पनि चाहिँ मानसिक तनाव बढ्छ प्रत्येक कुरा हामी स्लोली सबै काम गर्दै त्यसको चाहिँ उपलब्धि पनि हामी स्लोली लिने तत्काल उपलब्धि लिने तत्काल तनाव लिने तत्काल टेन्सन लिने जस्तो गरियो भने पनि तनाव टेन्सन रहन्छ हजुरहरूको सुस्वास्थ्य हाम्रो काममा केही समस्या परेमा साइकोलोजिस्ट या डाक्टर साहबलाई पनि भेट्ने हामीले चाहिँ त्यस्तो केही सल्लाह सुझाव कुनै थेरापी दिनु पर्यो कग्निटिभ थेरापी दिनु पर्यो या अरू काउन्सिलिङ थेरापी दिनु भने हामी दिन्छौँ तनाव टेन्सन नलिनु होला हजुरहरूको स्वास्थ्यको कामना धन्यवाद।